So we are here nearby the Gorepani. So we having lunch here. So ma'am is going to eat. Hello ma'am, namaste. Namaste. How's the food? It's really good. Okay. So enjoy. Thank you. You're most welcome ma'am. Hello. So आज हामी चाहिँ यता भोक लागेर घोडेपानी पुग्ने अवस्था चाहिँ अलिक भएन, त्यही भएर हामी चाहिँ यतातिर खाना खाने प्लान गरियो। आज हामी यतातिर खाना खाने हो अनि उकालो जाने हो। अब यहाँबाट लगभग 1 घन्टाको बाटो चाहिँ अझै हिँड्नुपर्छ हामी। सो आजको दिन पनि एकदम राम्रो छ। आजको वेदर थोरै यसो बादल लागिरहेछ, तैपनि ठिक छ। हामी त्यस पानी नपर्नुभन्दा अगाडि नै पुग्छु होला घोडेपानीमा। सो हामी चाहिँ आज यो होटलमा बसेर खाना खान लाग्यो। मिठो खाना बनाउँदै हुनुहुन्छ दिदीले। खाइरेलाई चाहिँ दिइसक्यो हैन, बस राम्रो बस पनि क्या हेन्सम भइदिइराख्यो क्या तपाईँ पनि। हाम्रो लागि अब यता दिदीले फेरि मिठो खाना बनाउँदै हुनुहुन्छ। विशेष अर्ग्यानिक खाना खाने हो नि त हामी। दिदीले टक्क बनाउँदै हुनुहुन्छ। आगो फुकेर आगोमा पकाएको भनेको साह्रै मिठो लाग्छ क्या। सानो बच्चातिर अब हैन आगो फुकेर आगोतिर फुकेर खाना बनाउँदा मिठो हुन्थ्यो। सो हाम्रो दिदीकोमा आउनुभयो भने चाहिँ हजुरहरूलाई सबै कुरा पाउनुहुन्छ। यस्तो अर्ग्यानिक टमाटर, अर्ग्यानिक दुध, घिउ, दुध, दही, अर्ग्यानिक हनी, सबै एभ्रिथिङ एभाइलेबल्स हियर है। भिरमौरी पनि पाउँछ र? भिरमौरी त पाउँदैन होला है, हैन दिदी? ल ठिक छ, ल ठिक छ। ठिक छ। के भन्छ रे, जान्न रे? बोल त्यसो भए जाऊ। दिदी हेलो गरिदिनुहोस् न। हेलो, हाई। अनि यतातिर आउने पाहुनालाई के भन्नुहुन्छ तपाईँ? यता आउने पाहुनालाई के गर्ने खै अब? अर्ग्यानिक खाना आउने, घुम्न आउने। घुम्न आउँदाखेरि हाम्रोमा आउनुहोस् हैन। हाम्रो दिदीले एकदम अर्ग्यानिक मिठो बनाएर दिनुहुन्छ। अब हेर्नुहोस् हामी चाहिँ यस्तो अर्ग्यानिक पकाएर खानु लाग्यो। हाम्रो घर अब अलि स्ट्यान्डर्ड छैन। ठिक छ दिदी, यो भन्दा स्ट्यान्डर्ड किन चाहियो र? स्ट्यान्डर्ड घर चाहिँ बन्दै रहेछ नि त तपाईँको स्ट्यान्डर्ड घर बन्दै रहेछ। चाँडै बनाउनुहोस्। अर्कोचोटि म आउँदाखेरि स्ट्यान्डर्ड घरमा बसेर मजाले खाना खाने हो। फेरि आउँदाखेरि यस्तै भिडियो चाहिँ आउँछ है त।